एभ्रिवान र आज चाहिँ म बनाउँदैछु आटाको रोली र रोली बनाउनको लागि चाहिँ आटालाई मुसेर यसरी यसो गर्ने अन्त यसरी थालमा हाल्दै राख्ने यसरी चाहिँ अब राम्रो बनिन्छ हैन यसो गर्नुहोस् छोड्दिनुहोस् यसरी सानो चुट्टायो दल्यो छोड्दियो र यसरी नै बनाउँदै जाने आटा चाहिँ एकदमै सादा मुसेको छु नुनहरु केही नहालिकन जस्ट सोडा खाली हालेर यसलाई अहिले बोइल गर्दा चाहिँ यसमा अलिकति नुन हाल्नु पर्छ र साथीहरु अब मैले यो बनाएर सक्नु आटेको छु है अब सानो डल्ला खाली छ र तपाईहरुले यसलाई यसो नगरेर आफ्नै मन मुताबिक मन पर्ने साइजको शेपको तपाईहरुले बनाउन सक्नुहुन्छ है तर मलाई चाहिँ अब यही साइज यही शेपको चाहिँ मन पर्छ नि त अन्त चाहिँ अब त्यसले गर्दा मैले यहाँ यस्तो शेपको बनाएको छु है र अब मैले यसलाई यहाँ बनाइसके र साथीहरु मेरो यहाँ पानी उम्लिसकेको छ है अब यसमा चाहिँ म यो हाल्दै छु बिस्तारै है ताकि यो नउछिटोस् न पानी चाहिँ हैन र यसमा बेसी भयो भनेर चाहिँ मैले यहाँ अर्को भाँडामा पनि बनाएर राखेको छु है र अब यसलाई चाहिँ एकछिन बोइल हुन दिन्छु हैन ताकि यो मजाले पाकोस् आटा एक अर्कामा नचिप्कोस् अब यसलाई यसरी चलाउने हल्का बिस्तारै बिस्तारै चलाउनु पर्छ साथीहरु फेरि यो टालिन्छ हो फुट्छ भाँचिन्छ पानीमै घोलिन्छ के हुन्छ साथीहरु र अब यसलाई यसरी चलाउने र अब यसमा चाहिँ हाल्ने अलिकति नुन हाल्ने यसमा अलिकति यसरी फेरि यसलाई चलाउने नुन चाहिँ साथीहरु तर एकदमै कम्ती हाल्नुपर्छ है बेसी चाहिँ हाल्नु हुँदैन बेसी नुन हाल्नु चाहिँ फेरि यो अहिले तर्को हुन्छ नि त र अब यसलाई फेरि अब एकछिन पाक्न दिन्छु है यसलाई छोपेर पकाउने र साथीहरु अब म यो हेर्दैछु है पाके कि पाकेन हेर्दा त पाकेको जस्तै छ है एउटा हेरौं निकालेर साथीहरु यसै छुट्टिँदैछ मतलब के पाकिसकेको छ है र अब यसलाई म पानी तार्देर त्यहाँबाट यसलाई चाहिँ म यसको ग्रेभी मसलामा बनाएर तपाईहरुलाई देखाउँछु र साथीहरु अब म यसको लागि ग्रेभी बनाउँदै छु र यहाँ मैले कराईमा तेल हालिसकेको छु यसमा हाल्दैछु म एउटा प्याज ग्रेट गरेको र अब यसमा म हाल्दैछु यो हर्दी रङ खोर्सानी र साथमा यो चिली फ्लेक्स पिरो मन पर्छ भने अलिक धेरै हाल्नुस् है चिली फ्लेक्स नभए चाहिँ अलिक कम्ती नै हाल्दा पनि हुन्छ अब यसलाई पनि पकाउनु पर्ने हुन्छ है र अब यसमा हाल्छु म यो टमाटर ग्रेट गरेको यसमा मैले एउटा टमाटर ग्रेट गरेर राखेको छु अन्त यो हाल्दैछु म र अब यसलाई चाहिँ पाक्न दिने है र साथीहरु अब मेरो यो ग्रेभी पाकिसकेको छ है र यसमा चाहिँ अब म हाल्दैछु यो गाजर बोइल गरेको र साथमा अब यसमा म हाल्दैछु यो ग्रेट गरेको अदुवाले चाहिँ अब टेस्टलाई चाहिँ अब एकदम दामी A1 बनाउँछ नि त हैन त्यसले गर्दा हालेको र गाजरलाई चाहिँ मैले बोइल गरेको छु है साथीहरु र अब यसमा म हाल्दैछु यो धनिया पाउडर तपाईहरुकोमा छैन भने यो नहाल्दा पनि हुन्छ र अर्को कुरा चाहिँ म यहाँ हाल्दैछु यो अजिनामोटो
यानि कि हुचिङ है। तपाईँहरूले यो हुचिङ चलाउनु हुँदैन, खानु हुँदैन भने चाहिँ यसलाई नहाल्दा पनि हुन्छ। र अब यसलाई एकछिन पाक्नु दिने। र साथीहरू अब यो मेरो सबै पाकिसक्यो। अब यसमा म हाल्दैछु नुन स्वाद अनुसार। अन्त यसमा हाल्दैछु म अब यो पानी। र अब यसलाई एकछिन उम्लिदिन्छु है। त्यसपछि चाहिँ अघि बनाएको म त्यो आटाको रोली चाहिँ यसमा हाल्छु। र साथीहरू अब यो मेरो भइसकेको छ ग्रेभी है। अब यसमा चाहिँ हाल्दैछु म यो अघिको रोली आटाको, जुन चाहिँ अघि मैले उसिनेको थिएँ है, बोइल गरेको थिएँ, त्यो हाल्दैछु। अनि अब यसलाई चलाइदिन्छु। र अब यसलाई ग्यास अलिक सानो पारेर मिडियम बनाएर यसलाई पाक्नु दिने। र साथीहरू अब मेरो यो पाकेर चाहिँ रेडी भइसकेको छ है। हेर्नुहोस्। र आज चाहिँ म यसको प्लेटिङ पनि गरेर तपाईँहरूलाई देखाउँछु है। र मैले गर्दैछु यहाँ ग्यास अफ। र अब यसमा हाल्छु यसलाई। यहाँ हेर्नुहोस् है त। अब यसमा म अझै एउटा दुईटा चिज हालेर, र हेर्नुहोस् है यहाँनिर मैले माथिबाट हालेको छु यसको यहाँनिर आलुदम। र अब चाहिँ यहाँ म हाल्दैछु तिलको अचार। तपाईँले कुनै किसिमको अचार हाल्दा पनि हुन्छ। तिल, बदाम, नरिवल, धनियाँ, पुदिना जेकै हाल्दा पनि हुन्छ है। ल हेर्नुहोस् साथीहरू, मेरो चाहिँ अब खाना चाहिँ यस्तो भएको छ। र यसको नाम चाहिँ हो रोली। थ्याङ्क यू।